हेलो साथीहरू। होपफुली सबै सन्चै हुनुहुन्छ। सो आज म स्टार्ट गर्छु क्यान्डल स्टिक प्याटर्नबाट मेन। सो फर्स्टमा म कुरा गर्छु ह्यामर क्यान्डल स्टिक प्याटर्न, जुन कि एउटा बुलिस पनि हुन्छ बेरिस पनि हुन्छ। हामी बेरिस मार्केटमा तल सपोर्ट एरियामा यस्तो ह्यामर हेऱ्यौँ भने, ह्यामर क्यान्डल आयो भने त्यो सकेसम्म मार्केट रिभल्सर हुन्छ भन्ने जनाउँछ। अब तर त्यसकै भरमा चाहिँ ट्रेड लिनु हुँदैन। कन्फर्मेसन वेट गर्न पर्छ। नेक्स्ट क्यान्डल इफ बुलिस बन्यो भने चाहिँ अब मार्केट बढ्छ भन्ने हुन्छ। तर यही ह्यामर क्यान्डल इफ रेजिस्टेन्स एरियामा आयो भने त्यो चाहिँ ह्याङ्गिङ प्याटर्न हुन्छ। त्यसले मार्केट चाहिँ घटाउँछ। सो कुनै पनि कुराको अधुरो ज्ञानले चाहिँ अधुरो ज्ञान चाहिँ घातक हुन्छ। सो राम्ररी बुझेर नै गर्न पर्छ। सो हामी यो कुरालाई टेक्निकल चार्टमै हेर्छौँ। सो यो नेप्सेको चार्ट डेली टाइम फ्रेममा यहाँ तल हेर्नुहुन्छ। यहाँ 2508 हुँदा यहाँ ठ्याक्कै ह्यामर बनेछ तल सपोर्ट एरियामा। यसमा आरएसआई पनि हेर्न सकिन्छ। सो आरएसआई तपाईँको ठ्याक्कै 40को सपोर्ट जोनमा ह्यामर क्यान्डल बनेछ अनि त्यहाँबाट बजार माथि गएको देखिन्छ। तर यही कुरा चाहिँ अब टपमा कतै भयो भने यो यहाँ हेर्दाखेरि अब यो चाहिँ रेजिस्टेन्स एरियामा आरएसआई पनि लगभग 80को रेन्जमा छ। अनि यहाँ चाहिँ ह्यामर बन्दा चाहिँ यसलाई ह्याङ्गिङ प्याटर्न भन्छ। अनि यहाँबाट मार्केट चाहिँ घट्ने चान्स हुन्छ। सो ह्यामर हेर्ने बित्तिकै चाहिँ ट्रेड लिनु हुँदैन। कहिलेकाहीँ कन्फर्मेसन चाहिँ चाहिन्छ। त्यही भएर अब ह्यामर चाहिँ कहाँ बनेछ, तल बनेछ कि माथि बनेछ, सो सपोर्ट र रेजिस्टेन्स एरिया हेरेर ट्रेड गर्नुपर्छ। तर कन्फर्मेसन जहिले पनि चाहिन्छ अर्को क्यान्डलमा। सो ह्यामर हेर्ने बित्तिकै चाहिँ ट्रेड नलिनु। अब नेक्स्ट भिडियोमा अर्को प्याटर्न लिएर आउँछु। धन्यवाद।